फाइनली हाम्रो चाहिँ ल भुटान चाहिँ रेडी भइसकेको छ। 3 बजिसकेको छ क्या। अहिलेसम्म टिका पनि लगाएको छ। आज होलीको दिन भाउजूले पकाउनु भएको है। भाउजूले टक्क निकालौँ त ल नाइफ फ्राइम। सो है फ्याम वेलकम ब्याक टु माई च्यानल एन्ड अनदर भिडियो। इट्स मी मिलन राउत ब्लग। हजुरहरू सन्चै राम्रै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै राम्रै आरामै छु। जस्ट मैले अहिले मुख पनि धोएको छैन है। मुख पनि धोएको छैन प्लस हात त्यस्तो छ। यस्तै हातमा मैले बनाइदिएको। अर्को हात पनि त्यस्तै छ। किन बनाएको भन्दाखेरि पनि आज जस्ट हाम्रो घरमा खसी काटेको थियो अनि खसीको टाउको बनाएको। सो त्यही फ्याम अनि आज चाहिँ माया गर गर त माया। हाम्रो पनि टक्क गर त माया बुनु गर त गर ल हाम्रो फ्यामिलीहरू देखाइदेऊ त गर। पक पक तल पक। सो त्यही हो फ्याम अनि आज चाहिँ सबैजनालाई नेपालीको चाडपर्व होलीको सबैजनालाई शुभकामना छ फागु पूर्णिमाको। अनि सो त्यही फ्याम आज ट्याक्कसँगले होली। आज हिजो चाहिँ पहाडे होली थियो, आज चाहिँ तराई होली। हाम्रोतिर गाईघाटतिर होली आज मस्त। अनि हाम्रो घरमा चाहिँ बिहान बिहान खसी ससी काटेर पनि भ्याइसकेँ टक्क। अनि हाम्रो मिसहरूले अनि यसो मैले यताउति बुझ्दाखेरि हाम्रो भगटे भएको घर खोइ भगटे भएको घर खोइ भनेर भन्छु नि। यता छ हाम्रो भगटे भएको घर। हाम्रो भगटे पनि यहाँ फलिटा छ टक्कसँगले बिहान बिहान ल कस्तो देखिरहेको छ। त्यही फ्याम अहिले चाहिँ धिराज भाइ चाहिँ उता त्यो टाउको चाहिँ बनाउनमा लागिरहेछ। अनि यहाँ टक्कसँगले अहिले मासुहरू वस्तु व्यवस्था गर्नुपर्ने छ। यहाँको मलाई भित्रबाट कस्तो देखिरहेछ हिरो। सो त्यही फ्याम अहिले चाहिँ म देखाउनु पर्ने सिधा भित्र गएर म देखाउँछु। टाउको बनाउँदै गरेको खुट्टा बनाउनु पनि बाँकी छ होला। बन भाइ खसी बन टाउको यता फाइनली बनिसक्यो यता। अनि यस्तो छ यता चाहिँ यस्तो हिलो छ कि हाम्रो घरमा आफ्नै घरको यस्तो प्रब्लम छ। मलाई नराम्रो लाग्छ। कुनै दिन व्यवस्था गर्नुपर्छ। फाइनली गाइज हामी सब खुट्टा पोल्न आइसक्यौँ। अनि ट्याक्कसँगले खुट्टा यहाँ छ एउटा दुईवटा खुट्टा त चारटै हुने हो नि त होइन बहिनी। खुट्टा त चारटै हुन्छ नि त चारवटा टक्क। माया गर्दै त बहिनी गर त। माया साया चाहिँ गर्न भइसकेको छैन अहिले। माया साया बाई साया यताउति अहिले चाहिँ इन्द्रज भाइ के छ धिराज भाइ तर आज बिहान बिहान आइसकेन हाम्रो घर। बिहानै भन्दा पनि आज 9-10 त बनाएको छ होला समथिङ त्यही हो ल। खुट्टा कार्यक्रम पोल्ने कार्यक्रम चाहिँ अब सुरु हुन्छ ठक्कसँगले। कसरी पोल्नु भन्ने हो कुरा छ। त एक्सपर्ट छ छैन भाइ खुट्टा पोल्न भाइ। खुट्टा पोल्न त एक्सपर्ट होइन तपाईँ नि। यस्तो तरिकाले चाहिँ म खुट्टा पोलिदिरहेको। सो फ्याम अब यो खुट्टा सुट्टा पोलिदिएर अनि अहिले सिधै काम गरेको त के देखाउनु हौ। सिधै अब यो रक्तीहरू पाक्छ यताउति के हुन्छ त्यतिखेर देखाउँछु ल। नरिसाइदिनु है म खुट्टा पोल्छु। अब गर्मी हुन्छ घाम हुन्छ जस्तो मस्त तरिकाले खुट्टा पोल्छु। अनि भिडियो चाहिँ अन्तिमसम्म चाहिँ हेरिदिनु होला। अनि साथ र सपोर्टमा चाहिँ रहिराख्नु होला। भिडियोमा चाहिँ जोडिराख्नु होला। फाइनली हाम्रो चाहिँ ल भुटान चाहिँ रेडी भइसकेको छ। खाना सुरु भइसक्यो धिराज भाइ चाहिँ। अब म चाहिँ सुरु गर्नुपर्ने हुन्छ। ठिक छ मिठो छ नि टक्क हाम्रो। अनि यो पनि खानुपर्ने हुन्छ हामीले चाहिँ। हात हुँदा हुँदै कहाँ हामीलाई चल्छ चाहिन्छ होइन।
त्यसले मात्र पुग्दैन एक बोतल भयो। आज फेरि होली विशेष ठिकै छ, त्यस्तो हामीले खाने चलन गरे होइन। हाम्रो भनेको लोकल पारा हाम्रो यो चाट पनि सकिसकेको छ। ल यो खाएर देखाउनु पर्ने हुन्छ आजको होली चाहिँ खतरा बबाल। सो फ्यामिली अनि मैले चाहिँ खानासाना पनि खाइसकेँ, खानासाना खाएर पनि होइन। अनि त्यतिखेरदेखिको अहिले म भेटिरहेको छु, अहिले चाहिँ 3 बजिरहेछ। अनि खानासाना खाएँ अनि यो केटाहरू पनि हाम्रो केटाहरू पनि आयो। अनि आज होलीको दिन होलीको दिन आज यिनीहरूले चाहिँ रङसङ लाउनु भयो। तिमीहरूले रङ लाउनुहुन्छ भन्छ तैँले? मैले हुँदैन, मेरो दुईजनाले रङसङ लाउनु हुँदैन रहेछ जस्ट। हजुर पिओलीहरू म हल्का हल्ला हुन चाहिँ को मैले चिने त्यो मान्छेलाई जस्ट म रङ लाएर आउनु पर्थ्यो है होइन। एकछिनमा लाउँला कोही भेटिहालिन्छ नि रङ लाउने। जस्ट यिनीहरूले चाहिँ रङसङ लाउनु हुँदैन। अनि जस्ट फिल्म हेर्दै बस्यो कि आज हामी। कुन फिल्म हेर्दै बसेको भन्दा केटा हो? जात्रा हेरिसकेको फिल्म फेरि जात्रा होइन, जात्रा कि जात्रा हो त्यो? जात्रा फिल्म विपिन कार्कीको। सो त्यही त्यही फिल्म हेरेर बस्यो। अनि अहिले चाहिँ 3 बजिसकेको छ क्या। अहिलेसम्म टिका पनि लगाएको छ आज होलीको दिन। मासु भात खायो अनि प्लस मेरो चाहिँ यो भिडियो हाल्दा चाहिँ 201वटा भिडियो हुन्छ क्या। 201 कुन हिसाबले भन्नु? 201वटा एउटा भिडियो हुन्छ। अनि 200वटा भिडियो चाहिँ मेरो कम्प्लिट हुन्छ क्या युट्युबमा। यति मैले भिडियो हालिसकेँ 200वटा भिडियो। 200वटा भिडियोमा यतिको सपोर्ट त मिलिरहेछ, एकदम खुसी निसी केटा के हो यतिको ठिकै छ। अनि सो त्यही फ्याम अहिले एकछिनमा चाहिँ अबिर सबिर चाहिँ लगाउनु पर्ने हुन्छ। मैले अहिलेसम्म अलिकति पनि अबिर लगाएको छैन क्या। सबले लगाइसक्नुभयो, सबैको ह्याप्पी होली त एकदम मस्त भएको र केटाहरूले के भन्न जान्छ तिमीहरूले अबिर लगाउनु नपाउँदा। मैले अहिलेसम्म लगाएको छैन, तिमीहरूले नलगाएरै होला। नत्र म बजार गइसक्थेँ, आज मैले रमाइलो गर्न जान्थेँ होला। लाउन नपाए पनि तपाईँहरूले इन्जोय गर्नु, रमाइलो गर्नु। होलीमा पहिलेको होलीभन्दा अहिलेको होलीहरू धेरै सुध्रिएको छ। सो त्यही फ्याम अनि गइन्थ्यो होला बजारतिर, यिनीहरूले पनि लाउनु भएन टिका सिका। अनि त्यही भएर अब यतै गाउँतिरै बस्यो, रङसङ पनि लगाएन, अरूसँग त कता के जानु र। सो त्यही फ्याम अहिले एकछिन म देखाइहाल्छु रङसङ लगायो भने। अनि सो त्यही हो, के हुन्छ म त्यही देखाउँछु। अहिले चाहिँ भर्खर फिल्म हेरेर पनि सकेको हामीले। ल अब यिनीहरू पनि जान्छन्, आफ्नो बाटो चल्दछन् घर जाने तिमीहरू केटाहरू, यिनीहरू पनि घर जान्छन्। सो त्यही हो फ्याम, एकछिनमा भेटिदिनु पर्ने हुन्छ टक्कसँगले। 6:30 बजिसकेको छ। अनि 6:30 बज्यो। अनि म चाहिँ 5 बजेदेखि चाहिँ यसो पढ्दै थिएँ क्या। 5-6 बजेदेखिको अनलाइन क्लास पढिरहेको थिएँ हल्का फल्का। सो हल्का पढ्नु पऱ्यो नि। अनि होली सोली पनि खेल्दैन, होली यस्तै हो। अब अर्को वर्ष मस्त होली खेल्नुपर्छ। यो टर्नको लागि सरी, अर्को टर्न चाहिँ मस्त तरिकाले होली खेल्नुपर्छ है गाइज। सो त्यही फ्याम अनि आज चाहिँ हाम्रो घरमा चाहिँ खसी काटेको थियो। अनि जस्ट मैले मासु पनि देखाएको छैन क्या अहिलेसम्म। 3 बाजी झोल हाले खानु होला घरमा, खसीको झोल खानु कस्तो छ मलाई थाहा भएन। भाउजूले पकाउनु भएको है, भाउजूले सब निकालौँ त ल। है फ्राइम आज चाहिँ होली स्पेसल हाम्रो घरमा। यति चाहिँ झोल छ हल्का फल्का, यसो भुटेको मासु छ होला नि 1-2 पिस। डिस पनि होइन भाउजू, भुटेको मासु पनि छैन, हल्का फल्का पनि हुनुपर्ने हो। यस्तो लाग्यो है मलाई, पोल्यो नि मासु चाहिँ हो फ्याम। यो चाहिँ खाइदिउँ। भाउजू भुटेको मासु छैन अलिकति पनि? अरू सबले खाएको अरे, मलाई चाहिँ छैन अरे। अनि 1 पिस चाहिँ रहेछ कसको, त्यही टप्काइदिएको। त्यसो के भन्नु,
छैन मैले त भेटिनँ कसले खाइदियो होला मेरो ब्याग अहिले भर्खर चाहिँ के भनिरहनु भयो अरे अहिले मेरै ब्याग रहेछ है डोन्ट माइन्ड आज चाहिँ यिनीहरूको यत्रो यत्रो खसीहरू छ यत्रो बोकाहरू छ यिनीहरूको आज चाहिँ यिनीहरूको सबभन्दा ठुलो किङ त के भन्नु 26-27 केजी हुन्छ भनेको 23 केजी भएर हो यार घाटा लाग्यो नि यार अलि बिरामी पनि रहेछ क्या बिरामी त के भन्नु त भित्र खै के भएको थियो अरे भनेको सुनिरहेको थिएँ सो त्यही फ्याम अब एकछिनमा खानासाना पनि खानुपर्ने हुन्छ अनि खाना खाएको पनि आज म देखाउँछु अनि हाम्रो धीराज भाइहरूले पनि होली खेलेन यसपालि एकदम दुःख लागिरहेछ यार मलाई तपाईँहरू यो भ्लगलाई कसरी हेर्नुहुन्छ अब म के भन्नु एकदम दुःखी छु क्या यो भ्लग ल्याएर न होली खेलेको छु मैले यो भ्लगमा न केही गरेको छु न केही इन्टरटेनमेन्ट छ जस्तो भयो नि तर इन्जोय गरी हेरिदिनु होला यति चाहिँ भन्छु सो फ्यामिलीलाई त्यही अब एकछिनमा खानासाना खानुपर्ने हुन्छ मासु त पाकि पनि सक्यो पोलेको मासुहरू खाने मन थियो तर अलि रुगाहरू चाहिँ लागेर चाहिँ मैले खाइनँ अलि रुगाहरू घाँटीहरू दुखिरहेको छ क्या अनि होलीको दिन चाहिँ मैले टिकासम्म पनि लाइनँ क्या ठिकै छ अब यस्तै भयो होली जस्तो भए पनि अब आफ्नो मन त खुसी राख्नु पऱ्यो नि सो त्यही हो अब अर्को वर्ष चाहिँ होली खेल्छु मस्त तरिकाले बजार जाने हो अनि रमाइलो तरिकाले होली खेल्ने हो रिटर्न कहीँ पनि गइनँ क्या सो त्यही हो अब अर्को लट चाहिँ होली खेलिन्छ खतरा भ्लग गर्नुपर्छ अहिले चाहिँ अब मेरो पढाइ पनि छ पढ्दैछु पढिसकेपछि अब बिस्तारै आउने दिनहरूमा राम्रो राम्रो भ्लग गर्नेछु सो त्यही फ्याम अब एकछिनमा देखाउँछु है त सो फ्यामिली हाम्रो चाहिँ टक्कसँगले हाम्रो पाकिसकेको छ सबैजनालाई भाग लगाइसक्नु सो त्यही फ्याम अब चाहिँ खानुपर्ने हुन्छ खाएको पनि छैन बिहान पनि खाएको देखाइन अब अहिले खाएको त दिउँसो राति खाएको त देखाउनु पऱ्यो नि त सो त्यही भएर फ्याम टक्क भिडियो कल गरेर जान्छ होला बुझे हो भिडियो कल गर्नु नि पैसा पाउँछ होला है सुन्नु न त्यस्तो हुनु हुन्छ कि हुँदैन मेरो छोरो भिडियो कल गरेर नि पैसा कमाउँछ त अब कमाइ नपाकाउने भनेको फाल्टो कुरा हो सो त्यही हो फ्याम अब चाहिँ म काममा जान्छ होला यदि चाहिँ म खान्छु अनि खाएर चाहिँ देखाउनु पर्ने हुन्छ भन्दा पनि अब केही देखाउने त छैन खान्छु अनि अब सुत्नु पनि पर्छ भन्नु पनि पर्छ हल्का फल्का सो त्यही हो ह्याप्पी होली त अब यस्तै खल्लो भइहाल्यो यसपालि र अब खानुपर्ने हुन्छ अनि म पढेर सुत्नुपर्ने हुन्छ सो त्यही अब यो भिडियो हेरेर तपाईँले के इन्जोय गरेर लिनुभयो कि भएन त अब तपाईँहरूको ठाउँमा छ के छ बुनु दाम नखाने बेला न बेला सुगर दिन्छ फेरि टाउकोमै सुगर दिन्छ लुगामै सुगर दिन्छ यसले त कम दाममा बनाउँछ त हाम्रो सानो बहिनीले क्या सो त्यही फ्याम लास्टसम्म हेरेर ककले साथ र सपोर्ट दिएर भिडियो अन्तिमसम्म हेरिराख्नु भएको छ कमेन्ट छोडिदिनु होला सो त्यही फ्याम बाई बाई गाइज नेक्स्ट भ्लगको वेट गर्नु होला बहिनी पनि रोइसक्यो बहिनी नरौ बाई बाई गाइज कमेन्ट चाहिँ गरिदिइराख्नु होला अब के भिडियोमा केही मिलेन मैले बोलेको केही मिलेन भने तपाईँहरू भनिदिनु होला अनि यस्तो हुँदा पनि म हात यस्तो गर्न चाहिँ छोडेको छैन यस्तो हात छ सो त्यही फ्याम बाई बाई गाइज नेक्स्ट भ्लगको वेट गर्नु होला साथ सपोर्ट गरिराख्नु होला अब इक्जाम पछि सिधै देखाउँछु इक्जामको लास्ट दिन चाहिँ म भेट्नुपर्ने हुन्छ तपाईँहरूसँग बाई बाई गाइज